पढाइको सिलसिलामा जर्मनी जानुभएको 32 वर्ष उमेर रहेकी अविवाहित केटीको लागि विवाह गर्नलाई केटा खोजी भइरहेको छ। केटीको बारेमा यहाँहरूलाई जानकारी गराउनु पर्दाखेरि केटी कुमाई बाहुन फ्यामिलीबाट बिलङ गर्नुहुन्छ। उहाँले 32 वर्ष हुनुभयो। उहाँले चाहिँ मास्टर कम्प्लिट गरिसक्नु भएको छ र उहाँले चाहिँ काठमाडौँ उपत्यकाभित्रै घर भएको र जर्मनी जाने तयारी गरेको केटा अथवा अन्य कन्ट्री जस्तै अस्ट्रेलिया, क्यानाडा अथवा अमेरिका भएको भए पनि हुने, अथवा जर्मनीमै भएको भए चाहिँ उहाँको लागि एकदमै बेस्ट भन्ने कुराहरू हामीलाई जानकारी गराउनु भएको हुँदा, यदि तपाईँ अथवा तपाईँको परिवार कोही जर्मनीमा हुनुहुन्छ जसको घर चाहिँ काठमाडौँ उपत्यकाभित्र हो र पढाइको सिलसिलामा बाहिर बस्दै आउनुभएको छ र विवाह गर्ने उमेर भइसकेको छ भने प्लिज यो कुरा उहाँसम्म पुर्याइदिएर उहाँको लागि वैवाहिक जीवनसाथी खोज्नलाई सहज बनाइदिनु हुन यहाँहरूलाई विनम्र अनुरोध गर्दछु। प्राइभेसीको कारण सबै कुराहरू हामीले पर्याप्त मात्रामा यहाँनिर खुलाउन मिल्दैन। हामीले व्यक्तिका केही गुणहरू यहाँहरूलाई जानकारी गराइसकेका छौँ र तपाईँहरूले यसै विषयमा आधार रहेर थप कुराहरू बुझ्न चाहनुहुन्छ भने प्लिज हाम्रो सम्पर्कमा आइदिनु होला।